बाट कांग्रेस सभापति गगन कुमार थापाले उम्मेदवारी जित्नुभयो भने उहाँ देशको प्रधानमन्त्री बन्ने सम्भावना छ। तपाईँ जित्यो भने के हुन्छ र? यो तपाईँहरू जस्तै मान्छे जनता झुक्याउने खेल हो, किन गरिब जनता अस्थिर जनता झुकाउने। यो सांसदको चुनाव भइरहेको छ कि प्रधानमन्त्री? यो हाम्रो संविधान प्रधानमन्त्री पद्धति यो प्रत्यक्ष कार्यकारी पद्धति हो कि संसदीय व्यवस्था पद्धति हो? कांग्रेसको 25 सिट आउन गइरहेको छैन, त्यसको सरकार भन्छ यो जनता झुकाउनुको म जनता हो? कस्तो कुरा तपाईँ हुन्छ? म होइन 25 सिट भन्दा बढी कहाँबाट? तपाईँले अहिले भनिरहेको कुराहरू जनताले नपत्याउला नि फेरि 25 सिट मात्रै भन्दा के 100 सिट आउँछ? थाहा छैन भयो त। तपाईँले एउटा कुरा, व्यापारीसँग पैसा खाएर टिकट दिन बीपी कोइरालाको संस्थापकको छोराले शशाङ्क कोइरालालाई टिकट चाहिएन। यही नयाँ राजा जन्म लिनुभएको छ। राष्ट्रपाको त्यो बेलाको महामन्त्री डाक्टर मुकुल ढकालको प्रतिवेदनमा छ कि हामीले उहाँलाई सहयोग गरेर उहाँले दुई अन्तर्घात गरेर दुईटा हामीलाई राष्ट्रपति जिताएको प्रतिवेदनमा छ नि, त्यो थाहा छैन? त्यो त राष्ट्रपाको प्रतिवेदनमा छ, कांग्रेस प्रतिवेदनमा त छैन। होइन, त्यसको खण्डन त उहाँ गर्नुभएको छैन। खण्डन तपाईँको हटसिटमा गरेर होला त मलाई थाहा छैन, म हेर्नु पाएको छैन। त कहीँ खण्डन गर्नुभएको छ? यदि मलाई केही आरोप लगाउनु म त यहीँ खण्डन गर्छु नि। एउटा कुरा के भने